नमस्ते, गुड आफ्टरनुन, वेलकम टु चेतना ब्लग। आज चाहिँ म बाहिर नै छु नि त, तपाईँहरूले देखिरहनु भएको छ। र मेरो साथीको घरमा पूजामा जाँदैछु प्रसाद खानु, पुऱ्याउनु चाहिँ बिहान गएँ। त्यही भएर तपाईँहरूलाई सानो ब्लग बनाएर हाल्दैछु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस्, छेउमा घन्टा घन्टै बजाइदिनुहोस्। लेट्स गो गाइस, हामी दुईजना चाहिँ गाइस प्रसाद खानु अब यति चिटिक चिटिक भएर जाँदैछु है। हामी चाहिँ पूजा घरमा आइसकेको छौँ गाइस, जाँदैछौँ। उकालो चाहिँ मलाई साह्रै मनपर्छ। यस्तो छ है गाइस, यो चाहिँ किचन छ। फुल्दैन होला यसले त। फुल्छ हाम्रो फुलिरहेको छ। म कोक ल्यान्छु, म ल्यान्छु नानी। पर्खे अस्ति थुप्रो थियो, सबै हटाइदियो फुलहरू। लु ठिक्कै होम पोल्ने बेलामा हाल्नु। दामी छ, के गर्नु के गर्नु के गर्नु यहीँको साइलीको नानी कालेर उसको साइलीको साइली र कालेको नानी यता रमिता हेर्ने दामी रहेछ त। रमिता हेर्ने हजुर। अब यो फल्छ, फलेको छ त। कत्रो कत्रो हुन्छ? यत्रो हुन्छ। भिडियो गरेर हाल्दैछु। माछा छ माछा। गाइस, म चाहिँ घरमा आइसकेँ। घरमा आउँदैछु, बाटोमा छु। किनभने दिन मैले प्रसादहरू खाएको चाहिँ भिडियो गर्नु सकिनँ, किनभनेदेखि मलाई ढिलो भएको थियो अलिकति। किनभने मेरो दोकानमा कस्टमर आइरहनु भएको थियो। त्यो भएर म छिटो छिटो खाएर छिटो छिटो आएँ। त्यो भएर चाहिँ हजुरहरूलाई जति बनाएको छु त्यति भ्लग हाल्दैछु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस्। लभ यु अल।